खासै झाँग्री भरिया भएपछि झाँग्रीको भरिया जस्तो अब परलाई भारी बोकाएर पठाउनु परेछ झ्याङ्रो बोकेर पठाउनु पर्छ है अब कुनै म ज्याला मिस्त्री काम गरिरहेको छ जाऊ आज तेरो हाजिरा म दिन्छु भनेर आमाको लागि मैले के अरे आमालाई त्यसरी कबलेर घुमथाङबाट मिस्त्री ल्याएर के अरे झाँग्रीहरू बाउसराई अनि उसको अब 1500 कति ल्याएको छ दिनको हाजिरा त्यति दिनुपर्ने ल त्यसरी दिँदाखेरि मलाई छोरबाउले भने ओए तैँले के गरे झाँग्री यसरी हामीले लाउनु सक्दैन के गरे भने मलाई कराउँथ्यो कि झाँग्री लाउँदा 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 खाक भएर अनि परमेश्वर पाएँ हामीले अहिलेदेखि हामी अहिले 17बाट 18मा लाग्यो अहिलेसम्म एउटा बाटा धुम पनि छैन केही पनि छैन अनन्त परमेश्वरले यस्तो शान्ति दिएको छ अनि तपाईँहरूलाई बिगार्न हामी आएको होइन तर अङ्कलहरूलाई नि हामी जस्तै एउटै बनाउनु खोज्छौँ हामी नै हो परमेश्वर मात्रै एक मात्रै पुत्र हामी परमेश्वरलाई मात्रै मान्ने हो कि हामी हेलो एभ्रिवान सबैलाई जय मसी परमेश्वरलाई महिमा भएको होस् अहिले रातको 2 बजेको छ अब हामी सुसमाचारको यात्राको निम्ति यहाँबाट हिँड्दैछौँ ठ्याक्कै 4 बजे यहाँबाट हामी हिँड्छौँ अहिले तयारी हुँदैछौँ परमेश्वरलाई महिमा भएको होस् अहिले तपाईँले हेर्न सक्नुहुन्छ रातको 2 बजेको छ जय मसी हामी यहाँनिर आजको सुसमाचारको लागि तरकारी पनि रेडी पार्दैछौँ रातको 2 बजे हामी तयारी हुँदैछौँ हालेलुया हजुर हामी चाहिँ सुसमाचारको लागि जाँदैछौँ हामी कुन ठाउँ जाँदैछौँ आज हामी भन्नु त डिस्ट्रिक्ट यात्रा लगभग यहाँदेखि कति घन्टा लाग्छ 3-4 घन्टा लाग्छ सबैजनालाई जय मसी ठ्याक्कै अब 4 बजेको छ अहिले ठ्याक्कै 4 बजे अब हामी यात्रा गर्दैछौँ अँध्यारै छ मेरो प्रियहरू परमेश्वरलाई माया भएको होस् 4 बजेदेखि यात्रा गरेर अहिले हामी घुमथाङदेखि कहाँ आइपुग्यो हामी अहिले बिरखर्का भन्ने ठाउँमा आइसकेको छ सबैजनालाई जय मसी कहाँ जाँदै हुनुहुन्छ हजुर सबैजना लिस्टी सुसमाचारको यात्रामा जाँदै हुनुहुन्छ कति घन्टा हिँड्नु भयो अहिलेसम्म 3 घन्टा त भयो होला कति बजीदेखि हिँड्नु भयो 4 बजीदेखि हिँड्नु भयो है अब हामी वहाँ माथि जाँदैछौँ लिस्टी जय मसी बुवा आरामै हुनुहुन्छ आराम अब हामी यति बेला कहाँ जाँदैछौँ त अब हामी लिस्टी गाविस जाँदैछौँ लिस्टी गाविस जाँदैछौँ है कति टाइम लाग्छ यहाँबाट अझै यहाँबाट अब लाग्छ होला 3 घन्टा जति 3 घन्टा जति सोनालाई जय मसी जय मसी हामी काउडे पुग्यो काउले सरा जय मसी हालेलुया हामी लिस्टी जाँदैछौँ लामो यात्रामा 4 घन्टा भइसक्यो जय मसी ल यो पुल तपाईँ हेर्न सक्छ यति गहिरो छ अरू कोहीले यहाँ हेर्न सक्दैन धन्यवाद परमेश्वरलाई महिमा भएको होस् लगभग 1-2 घन्टाको उकालो यति बेला हामी चढ्दैछौँ वहाँ तलदेखि वहाँ तलदेखि नि उकालो रहेछ अनि अझै हामी लिस्टी पुग्न बाँकी नै छ लगभग 1.5 घन्टा 2 घन्टाको उकालो छ प्रब्लम महिमा भएको होस् प्रभुले शक्ति दिनु भएको छ परमेश्वरलाई महिमा भएको होस् लगभग हामी 5.5 घन्टा हिँडिसक्यौँ अझ पनि आएको छैन लिस्टी अब यहाँबाट 10-15 मिनट बाँकी छ भनेको कुरा हामी 10-15 मिनट बाँकी छ भनेको कुरा सुन्दैछौँ प्रभु धन्यवाद फाइनली हामी लिस्टी आइपुग्यौँ प्रभु महिमा भएको होस् लगभग हामीलाई 6 घन्टा जस्तो लाग्यो यहाँनिर
आउनु होला फेरि यहाँबाट हाम्रो प्रचार सुरु हुन्छ उकालो गएको है पर्ने है फेरि बाटोमा फ्यालेर नजानु मैला भएको हामी लिस्टी पुगिकन अब फर्किँदैछौँ फेरि लिस्टीबाट तल झरिकन फेरि शेर्पा टोल पुगिकन त्यस सुनाइकन फेरि हामी चढ्छौँ परमेश्वरलाई मया भएको सुसमाचारको यात्रा एकदमै राम्रो भएको छ एकदमै शक्तिशाली भइरहेको थुप्रैजनाको जीवनमा प्रभुले चङ्गा छुटकारा गर्नुभएको छ थुप्रैजनाले स्वीकार गर्नुभएको छ सुसमाचार सुनेर आएपछि बिच बाटोमा हामी अब मही खाँदैछौँ धन्यवाद परमेश्वरलाई यहाँनिर मही आएको छ मेरो लागि चाहिँ यहाँ सबैजना मही खाएर झन् अब परमेश्वर शक्ति दिनुहुन्छ फेरि नक्कली मही होइन हाम्रो सक्कली मही है यो चाहिँ एकदम सक्कली भैँसीको भैँसीको मही बाबुलाई चाहिँ पहिला म भैँसीको बाबुलाई तरकारी नै होइन अलिक थपिदियो भने म त धन्यवाद हुन्छ हुन्छ ल मै टन नखानु होला फेरि है खुट्टा तन्काउनुहोस् फेरि हिँड्नुपर्छ ल बुवालाई चाहिँ अलिकति धेरै दिनु होला बुवालाई त सानो गिलास छ सबै जय मसी जय मसी ल थके कसैलाई लागेको छैन है आज छैन ल प्रब्लम आयो भएको यात्रा अझै पनि छ 4-5 घन्टा आज बढी चाहिँ यात्रा 4-5 घन्टा लाग्दैन अब त 1 घन्टामा पुग्छ नयाँ पुल त पुग्छ हाम्रो घर पुग्नु पर्यो फेरि त्यहाँ प्रब्लम भयो भएको आज हामी 13 घन्टा हिँडिकन बल्ल हामी नयाँ पुल भन्ने ठाउँमा आएका छौँ अझ यहाँदेखि हाम्रो घर पुग्नलाई अझै 2.5 घन्टा 3 घन्टा जस्तो लाग्छ प्रब्लममा भएको आजको जुन यात्रा थियो बिहान 4 बजेदेखि आज अहिले 5 बजिसकेको छ 13 घन्टा भइसकेको छ थाहा छैन अझ कति लाग्छ तर आजको सुसमाचार सेवा एकदमै आशिषमय भएको छ प्रभुलाई महिमा भएको सबैजनालाई जय मसी परमेश्वरलाई महिमा भएको होस् यति बेला हामी सुसमाचार सुनाइकन घर आइसकेका छौँ लगभग आज हामीले 4 बजेदेखि यात्रा गरेका थियौँ र अहिले 6:30 भइसकेको छ लगभग हामीले 14.5 घन्टा हामीले यात्रा गऱ्यौँ अनि आज चाहिँ एकदमै म खुसी छु किनभने यसरी प्रभुको निम्ति दुःख गर्नु पाउँदा एकदमै प्रभुलाई धेरै धन्यवाद दिन्छु कष्ट थियो है धेरै उकालो थियो 2-4 घन्टाको उकालो थियो 2-4 घन्टाको ओह्रालो थियो अनि हामी फास्टिङमा पनि थियौँ हामीले एक छाक खाना खाएनौँ र प्रभुले हामीलाई शक्ति दिनुभयो प्रभु धेरै धन्यवाद भएको होस् आज हामीलाई प्रभुले विजय दिनुभएको छ आज उहाँले हामीलाई नसोचेको तरिकाले हाम्रो जीवनमा काम गर्नुभएको छ उहाँले म परमेश्वरलाई यति धेरै धन्यवाद दिन्छु हामीले सोचेको पनि थिएन यति धेरै यात्रा हुन्छ भनिकन तर प्रभु यो यात्रामा सहायता गर्नुभयो कतिजना दिदीबहिनीहरूलाई हिँड्न गाह्रो थियो खुट्टाहरू दुखिरहेको थियो एक छाक खाना पनि खाएको थिएन प्रभु धेरै धन्यवाद र पनि प्रभुले विजय दिनुभयो आज म प्रभुलाई धेरै धन्यवाद चाहन्छु कारण उहाँले हामीलाई सबै कुरामा विजय दिनुभएको छ शरीरमा चाहिँ गाह्रो थियो तर पनि प्रभुमा असम्भव केही पनि छैन म विश्वास गर्छु आजको सुसमाचारको यात्रा निश्चय प्रभुको राज्यहरू खडा हुनेछ प्रभु धेरै धन्यवाद तपाईँ जतिजनाले यो भिडियो हेर्नुहुन्छ प्रभु तपाईँ धेरै आशिष दिउँ प्रभुको निम्ति जब तपाईँ रुँदै रुँदै तपाईँले बिउ छर्नुहुन्छ एक दिन आनन्द गरिकन तपाईँले कट्नी गर्नुहुनेछ प्रभु जतिसुकै गाह्रो अवस्था आए तापनि जतिसुकै दुःख उठाउनु पर्दा पनि पछि नहटोस् अहिले नै परमेश्वरको लागि गर्नुहुन्न भने भोलि कहिले गर्ने त्यो म हौसला दिन चाहन्छु प्रभुको निम्ति तपाईँ जति धेरै दुःख उठाउँदै हुनुहुन्छ भार उठाउँदै हुनुहुन्छ त्यति नै परमेश्वरको महिमाले तपाईँलाई उचाल्दै जानेछ त्यति नै परमेश्वरको उपस्थिति तपाईँलाई कभर गर्दै जानेछ विश्वास गर्छु तपाईँहरूले यो जब भिडियोहरू हेर्नुहुन्छ
आशिष बन्नुहुनेछ सबैजना परमेश्वरले प्रशस्त मात्रामा आशिष दिउन् जय मसीह थ्याङ्क यू सो मच फेरि पनि यस्तै नयाँ नयाँ भिडियो हेर्नको निम्ति यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिदिनु होला हस्त धन्यवाद